जन्तरे दाइ चाहिँ गुड नाइट भनिरहेछ अनि भक्ते दाइ चाहिँ गुड नाइट भन्न दिइरहेको छैन त त्यस्तो किन भनिरहेको त यो भिडियोसम्म हेर्नुहोस् त अनि भिडियो मन परेमा अन्तिममा लाइक र च्यानललाई सब्सक्राइब गरेको छैन भने च्यानललाई पनि सब्सक्राइब गरेर जानु होला है त ल बेबी सुत्नु ल गुड नाइट नसुत्नु ल बाहिर निस्क्यो के चाहिँ यसलाई चाहिँ बाहिर निस्क्यो त्यो भर्खर उठ्नु के बाहिर निस्क्यो यसलाई के भन्छ तिमीहरूले के भयो झ्याक्ने सल्लाह रातभरि केटीसँग बोल्छ हो ना सुत्नु दियो यसले रातभरि बेबी यस्तो उस्तो उस्तो गर्दै गफ गरिबस्छ ना सुत्नु दियो बिहान भइसक्यो भाले बासेर भाले पोती खेद्नु थालिसक्यो भर्खर गुड नाइट भन्दैछ भर्खर गुड नाइट भन्दैछ घर जाने बेला भयो घर जा टाइम 10 बजेर 1 मिनट गइसक्यो 11 बजे टाइम 11 बजे त ए अम्बो के गर्ने यसलाई नसदा दिन्छ अहिले तँले के गर्नु खोजेको कुन चाहिँ नकचरी पठाइस छैन छ नि तँ कहाँ सुत्नु नि कहाँ सुत्नु सुत्नु दिएको बाबु सुत्नु कसरी सुत्नु अन्त हामी त अघि मजाले सुतेर पनि भात सात खाएर चियासा खाएर बसिसकिन्छ रातभरि बाँच्छ यो कुन चाहिँ फ्यामिलीसँग गयो कुनै रातभरि बाँचेर ना सुत्नु दिन्छ ए अम्बो भन्न यसलाई चेप्टा न घडी किन लाग्दो छ घरि चाहिँ किन लाग्यो तँलाई टाइम नै थाहा छैन यहाँ घडी किन पर्खाने घडी किन घडी खोज्छ घडी खोज्छ घडी खोज्छ मेरै घडी हो नि के अन्त यो मैले घुमाउनु भर्खर गुड नाइट त्यो मैले घुमाउनु ल्याएँ यो सब मेरै खर्च पानी हिजो रम रक्सी घिचेको मेरै पैसा मासु भात पनि मैले नै घिचाएँ लास्टमा मलाई नै सुत्नु दिएन अहिले मलाई हातपिट गर्ने कोसिस गर्ने मलाई कुट्नु खोज्दैछ ले सम्झाएँ कस्तो फाइनेन्सरलाई सुत्नु नदिएको तैँले चाहिँ फाइनेन्सरलाई कहाँ तैँले लुगा सुगा किनिदिनु मैले 11 बजे त गुड नाइट भनेको साला मान्छे यहाँ निन्द्राले फाइनेन्सर यहाँ निन्द्रा नपुगी छ सुत्नु है जा